अहिले प्रमाणित भयो सरकारी सम्पत्ति तोडफोड गर्ने। को रहेछ त राउटे देख्यो होला नि होइन? अहिले देख्यो आगो लगाउने व्यक्ति को रहेछ नि त? त्यत्तिकै भुक्दै हिँड्ने कुकुर जस्तो भुक्दै हिँडेर हुन्छ। जे पाए त्यही भनेर सबैले पत्याउँछन्। एकचोटि पत्याउँछन्, दुईचोटि पत्याउँछन्, अति भएपछि त पत्याउँदैन क्या। तँ जस्तो त यो देशमा चाहिने मान्छे हेर क्या। तँलाई चाहिँ कसले कसरी जिताए भन्छ क्या म त। तँ चाहिँ यो राजनीतिमा आउनु नै अभिशाप भयो क्या। न राजनीति बुझ्या छ होइन, न केही बुझ्या छ। हावाको तालमा बोल्या छ, फेरि पत्याउनेले नै पत्याउँछन् क्या। ज्ञानबहादुर शाही नाम हो नि, ज्ञानेन्द्र शाही नामै लुकाएर चाहिँ हिँडेको छ। अनि अब आगो लाउनु कति चाहिँ अब गलत कुराहरू गरेको छ। माओवादी लाएको हो रे लगाएको देखियो नि त अहिले होइन? प्रमाण देखियो नि त। किनकि राजाकै फोटो छातीमा बनाएको छ टाटो होइन? राजा रानीको फोटो भएको टी सर्ट लगाएको छ। त्यस्तो अब अहिले भिडियोमा त साफ देखियो नि होइन? अलिकति अनुहार देखाएर हिँड्न पनि लाज माने क्या। मलाई त यो ज्ञानेन्द्र शाही त पहिले राप्रपामा नआउँदाखेरि नै मन नपर्ने मान्छे हो होइन? अब यसको चाहिँ अब उही अन्धभक्तहरूले मलाई गाली गर्लान्। मलाई बाल पनि छैन। किनभने यो राप्रपामा नआउँदाखेरि नै यो चाहिँ झुट भयो। त्यही राजालाई चाहिँ कति गाली गर्दै हिँडेको थियो क्या। त्यो पारासाला कति गाली गरेको थियो, कति खिल्ली उडाएको थियो होइन? राजा त आउनै सक्दैन। के को राजा, राजाको बेलामा यस्तो दमन थियो उस्तो दमन थियो भनेर हिँडेको भिडियो अहिले पनि छ्यापछ्यापी छ। अनि राप्रपाले ठाउँ दियो नि त। राप्रपाले ठाउँ दिएर चाहिँ अनि अहिले माननीय भएपछि आफ्नो औकात बिर्सिहाल्यो क्या। किनभने राप्रपामा राजेन्द्र लिङ्गदेनले राजनीतिक बुझा मान्छे हो होइन? अब एउटा होइन लिम्बूको छोरो अध्यक्ष भएर चाहिँ पार्टी सञ्चालन गर्न योग्य मान्छे चाहिँ ठान्छु म होइन? अरू पनि छन् राम्रो राम्रो नेता। तर यो ज्ञानेन्द्रलाई चाहिँ यो ज्ञानेन्द्र भनेको छ नि त। ज्ञानबहादुर शाहीलाई चाहिँ यो पार्टीमा प्रवेश गराउनु नहुन्थ्यो। यसले त राप्रपालाई नै सिध्याइन्छ। यो खत्तम मान्छे हो नि। हिजो त प्रेसर कुकर बेच्दै हिँड्ने मान्छे हो नि, भाँडा बेच्दै हिँड्ने मान्छे होइन। आज दुईटा घर छन्।